नमस्कार साथीहरू, आजको भिडियोमा हामी सिक्छौं कम्युनिकेसन भन्नाले के र हाम्रो जीवनमा यति किन महत्त्वपूर्ण छ। यदि तपाईं राम्रोसँग बोल्न चाहनुहुन्छ, अरूलाई सजिलैसँग आफ्नो कुरा बुझाउन चाहनुहुन्छ अनि फ्यामिलीमा राम्रो सम्बन्ध बनाउन चाहनुहुन्छ भने यो भिडियो हजुरको लागि। नेपाली भाषामा संचार सिप वा संवाद कलालाई कम्युनिकेसन भनिन्छ। संचार सिप भन्नाले केवल बोल्ने मात्र होइन, अरूको कुरा, विचार, भावना प्रभावी तरिकाले प्रकट गर्ने, एक दुवैसँग आफ्नो संचारलाई आदान प्रदान गर्ने, कुरा आदान प्रदान गर्ने, बुझ्ने, यसलाई नै संचार सिप भनिन्छ। साथीहरू, संचार सिप केवल कसरी सुन्ने होइन, केवल कसरी बुझ्ने होइन, केवल कसरी प्रतिक्रिया दिने, यो सबै हुन्छन्। तपाईं कसरी सुन्नुहुन्छ, कसरी बुझ्नुहुन्छ अनि कसरी प्रतिक्रिया दिनुहुन्छ, यो सबैलाई संचार सिप नै भनिन्छ। संचार सिप दुई प्रकारका हुन्छ। एउटा हुन्छ भर्बल, जुन मौखिक हो, तपाईं बोलेर कम्युनिकेट गर्दै हुनुहुन्छ। जस्तै तपाईं बोलीचाली बोल्नुहुन्छ कसैसँग, त्यो भर्बल कम्युनिकेसन, मौखिक कम्युनिकेसन भयो। तपाईं मुखबाट बोल्दै हुनुहुन्छ, कलमा कुरा गर्दै हुनुहुन्छ, कुनै मिटिङ कन्डक्ट गर्दै हुनुहुन्छ, त्यसलाई भर्बल कम्युनिकेसन भनिन्छ। एउटा हुन्छ नन भर्बल कम्युनिकेसन, जसलाई अमौखिक कला भनिन्छ। त्यसमा तपाईं आफ्नो आँखाको इसाराले चाहिँ बताउनुहुन्छ, तपाईको फेसको एक्सप्रेसन, हावभाव, तपाईको फेसको कस्तो छ, त्यसले तपाईं कम्युनिकेट गर्नुहुन्छ। आफ्नो आवाजको टोन कस्तो छ, त्यसरी तपाईं नन भर्बल कम्युनिकेसनमा कम्युनिकेट गर्नुहुन्छ। वाइ कम्युनिकेसन स्किल इज इम्पोर्टेन्ट। अब कुरा गरौँ हाम्रो यो संवाद कला, संचार सिप भन्ने यो चाहिँ किन इम्पोर्टेन्ट छ। अब हेर्नुहोस्, अफिसमा कर्मचारीसँग बसको रिलेसनलाई बढाउँछ कम्युनिकेसन। स्कुलमा विद्यार्थी वा शिक्षकसँग राम्रो सम्बन्ध बनाउँछ। व्यापारमा ग्राहकहरूप्रति विश्वास दिलाउँछ अनि पारिवारिक घरमा धेरै राम्रो आत्मविश्वास दिलाउँछ। सो धेरै इम्पोर्टेन्ट छ हामीलाई कम्युनिकेसन कलाको बारेमा जान्नको लागि। तपाईको संचार सिप कौशललाई बढाउने दुई तीनवटा म तरिका दिइरहेछु, त्यो तरिकालाई फलो गर्नुहोला। सबैभन्दा पहिला तरिका, तपाईं कसैसँग बोल्दा एकदम सिम्पल भाषाको प्रयोग गर्नुहोस् कि सबैले बुझ्न सकोस्, पहिलो। दोस्रो, स्पष्ट कुरा गर्नुहोस्, न यताको न उताको, स्पष्ट कुरा गर्नु, जे सही छ त्यसलाई सही नै भन्नुहोस्। तेस्रो कुरा, कसैको कुरा नकाट्नुहोस्। यदि कुनै मान्छे बोलिरहेछ भने त्यो पुरै बोलिसकेपछि तपाईँ बोल्नुहोस्, उसको कुरा नकाट्नुहोस्। क्योंकि लास्टमा तपाईँ आँखा जुधाएर कुरा गर्नुहोस्। कुनै मान्छेसँग कुरा गर्दै हुनुहुन्छ भने आँखा जुधाएर कुरा गर्नुहोस् अनि अभ्यास गर्दै जानुहोस्। संचार सिप कौशल यो मात्र एउटा कला होइन, यो जीवन बदल्ने कला हो। सो साथीहरू, यो च्यानलमा तपाईलाई कम्युनिकेसनमा मास्टरी गराउनेवाला छौँ। सो साथीहरू, यदि भिडियो राम्रो लागे, मन पर्यो भने लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्न नबिर्स्नुहोला। म तपाईको साथी तुफान राम फेरि भेट्नेछु अर्को भिडियोमा। थ्याङ्क यू, धन्यवाद।